हेलो गाइज वेलकम ब्याक टु माई न्यू भिडियो। आइएम सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। न्यू डे न्यू भ्लग। म चाहिँ एक दुई दिनसम्म चाहिँ मैले भ्लग हालिनँ किनकि मलाई सन्चो थिएन। सन्चो नभएको कारणले चाहिँ मैले भ्लग हाल्न गाइज। म चाहिँ अहिले होटेलमा आएको थिएँ। किन आएको भन्नु होला। म चाहिँ होटेलमा आएको थिएँ किनकि वासिङ मेसिनमा सरफ भेटिएछ गाइज। वासिङ मेसिनमा सरफ भेटिएछ। यसैको कारणले म चाहिँ होटेलमा सरफ लिन आएको क्या। हाम्रो सबै चिज होटेलमा राखिन्छ सबै क्या। धेरै होटेलमै हुन्छ। त्यही भएर सिन्दुर लगाएको देख्नुभयो फेरि कमेन्ट त आउँछ तिखा कुराहरू हेर्नुहुन्छ हजुरहरूले चाहिँ के कसो गरी भनेर सिन्दुर लगाएको चाहिँ मान्नु होला। यो चाहिँ पूजाको टिका हो। फेरि बिहा भएर बिहा नहुँदा नि सिन्दुर लाग्ने कमेन्ट त आउने त नामै हुन्छ। किनकि मैले आज थोरै भ्लग गर्छु। 6 बजिसकेको छ। किनकि मैले ट्युसन पनि पढ्न नि म ट्युसन पढ्नको अल्छीले चाहिँ म यता आएको गाइज। अब म चाहिँ ट्युसन पढ्ने उनी गर्छु। यसैले चाहिँ मैले आज थोरै भ्लग ल्याउँछु। म भोलि ल्याउँछु जस्तो लाग्छ मैले। बट भोलि स्कुलमा नि ट्युसन पढ्नुपर्छ। स्कुलबाट 5 बजी हिँड्नुपर्छ। अनि आएर मलाई फेरि लुगा पनि लगाएको छ क्या। लुगा पनि लाग्ने कारणले चाहिँ मलाई भोलि पनि अलि अप्ठ्यारो भएको छ। म चाहिँ एक दुई दिन आउनु होला भ्लगमा, त्यही सूचना दिन आएको गाइज। म चाहिँ अब आजको भ्लग मात्रै हाल्छु। भोलि पर्सितिर आउनु। अब म एकैचोटि शनिबार एक हप्ता एकचोटि मात्रै भ्लग हाल्छु। किनकि मेरो त्यस्तो लाइक कमेन्ट पनि आउनु नि मलाई त्यस्तो नआएपछि मलाई अल्छी लाग्छ क्या। यसै कारण चाहिँ मलाई अल्छी लाग्छ। त्यही भएर मैले हाल्दिनँ गाइज। अरूलाई चाहिँ यति भन्दै बिदा हुन्छ। हस् त नमस्कार।